What a big deal. ल अबको पनिसमेन्ट बोल्नुहोस् त दोस्रो पढ्ने कि दिने ड्रममा पस्ने एक बाल्ट हिलाल्ने लडी बढी गर्ने तिमीहरूको पनिसमेन्ट सुन 10 वटा गिलास फोड्ने यसको माथि हिँड्ने यस्तो यस्तो गर्ने खाली खुट्टा लिएर खाली खुट्टा जमिनमा बिचारा 10 वटा गिलास फोड्ने खाली खुट्टा लिएर हिँड्ने बोटिनी भर्खर हस्पिटल डिस्चार्ज भयो यार सेकेन्ड नम्बरको अप्सनमा 2 लिटर 3 लिटर तेल खन्याउने मार्बल चाहियो ल त्यो टोयलेटको मार्बलमा हुँदैन अब टोयलेटको हुँदैन ल तिमीहरूलाई हामीले 25 स्क्वायरमा आधा लिटर दिने तिमीले 3 लिटर अनि तपाईलाई के भनेको छ नदेऊ दम छ भने देऊ न किन डराको यार 3 लिटरमा 6 पक्का जान्छ भने तर खेर फाल्ने किन भने हामीसँग छैन हामी त गर्ने हो दिनुस् नि त तेल मात्र खेर जान्छ तेस्रो के हो तेस्रो अलिक गर्छ त्यो दिनुस् नि त हामीले भनेको थिए हामीलाई एक पोका तेल दिनु उल्टो साबर दिनु हिलो दिनु दम छ भने देऊ हामी मर्दको बच्चा दाइ हामी डराउँदैन चन्दन र म शैतान हो कसले नाम मात्र भनेर यार ए मोटा तिमी होस् म हैनस् म शैतान हो म त स्कोर आओस् न आओस् ब्रान्डेडको तर पनिसमेन्ट गरिदिन्छ तपाईँको आँखाको हामी त सामु गर्ने हो दाइ गर्ने 3 लिटर तेल खन्याउने बाइक काँधमा एउटा एक बाल्टिन पानी बग्ने अनि बेली डान्स गर्ने बेली डान्स बेली डान्स अनि बोटिन लोटो पनि फेरि हस्पिटल जाने फेरि भोटिनीकै टेन्सन लिनु भएको छ तपाईँले आज भर्खर हस्पिटल डिस्चार्ज भयो बिचरा ल ओके तेस्रो के हो तेस्रो नम्बरको बोका देऊ त के देऊ खतरनाक ल अलि गर्न सक्दैन पका यार प्लिज यार नदेऊ बोका नदेऊ तिमी बुढाले उल्टो उल्टो पारेर चाहिँ हिलो हाल्न लगा तिमीलाई पनि 25 वटा खोर्सानी कुटेर पानीमा सेम्पू सहित तिमीले उल्टो गर्ने एक बाल्टी हाल्ने त्यो सिम्पल हैन सिम्पल अनि के त हुँदैन त्यो एउटा क्वेशन सिम्पल लाग्यो तेस्रो नम्बरको पनिसमेन्ट सुन्नुस् म चाहिँ भन्छु ल तेस्रो आइब्रो। नम्बरको पनिसमेन्ट के दिने हो तपाईहरुसँग टेप छ टेप यस्तो छ टेप छ एक प्याकेट पुरै छ टेप यस्तो बटी नि त्यत्रो धेरै छैन यार त्यत्रो छैन एक प्याकेट फिरोन चिन्नुहुन्छ फिरोन फिरोन के हो फेरि नै फिरोन भनेको पहिलाको फिटमेन्ट ए फिटमेन्ट के फिरोन के फिरोन भनेको फिनेल फिनेल होइन कि फिरोन भनेको राजा हो नि त राजा फिरोज फिरोनले मान्छेलाई कसरी गर्थ्यो यसरी 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 पुरै मान्छेहरू कफन लगाउँछ नि मान्छे मर्दाखेरि हो मम्मी 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 भन्ने मम्मी वाह बच्ची वाह पैसाको यार तिमीहरू गेमै लाउँदैन ल्याङल्याङ गर्न थाल्छौ यिनीहरू फेरि एक्सेप्टै गर्दैन उताको होइन अब गाइज केटा होइन त उनीहरू म अब जस्तो नि अब त केटी मान्छे होस् कि नहोस् हाम्रोमा सपोर्टर होस् कि नहोस् नो प्रब्लम लेकिन बिल्डअपमा खेल्छ ब्रान्डेड ब्रान्ड इज ब्रान्ड चन्दन इज चन्दन नो प्रब्लम विल बी अन्डरस्ट्यान्ड Boca is fire of the Habibu. यसरी बोटिन दे मलाई लाज मर्दा भइसक्यो फाड़ देंगे थाहा प्राणी के मातेको ओए के गरेर गाडी हान्छ ओए ढोडा देख्यो ढाड हो त्यो होइन ढाड देखिएको यार चन्दन होइन चन्दन अलि तल झार चन्दन हामी त्यतै गिरेको त छैन हाम्रो ढाड देखिएको हो भित्र हाल माथि भयो तल हाल ए भटिनी यहाँ छ त्यो यहाँबाट गयो सोधे सबै गाडी जान्छ बल्ला खान्छ केटाहरूले जाँदैन दाइ के लाउनुस् पनिसमेन्ट गर्ने चाहिँ कुन चाहिँ रोज भन त के गर्ने हो अब बेडसिट जलाइदिने के त्यही त बाँकी रहेको अब बेडसिट त्यो त ठुलो 60,000 के रे 60,000 बेडसिट त्यो होइन कभर कभर हो पागल बिस्तारा कभर ए मतलब त्यो उदय सुध भनेको मैले त गाइज सबैजना मिलेर ल गाडी जान्छ भैया वेलकम टु माय लाइफ वेलकम जे कस्तो बेडसिट ल
डबलको 20 सेकेन्डमा बुस्टिङ 30 सेकेन्डमा 30 सेकेन्डमा ल Okay, 30 मसँग छ सेकेन्डमा। बुस्टिङ ए बोका छ बुस्टिङ ड्रिङ्कर DRINK ड्रिङ्कर दाइ अगर कसैले पनि लगाइदियो भने तपाईँ डबलको 30 सेकेन्डमा चाहिँ बुस्टिङ लगाइदिइहाल्नु ल डबलको 30 सेकेन्डमा है ढिलो भयो यार एउटा रकेट ढिलो भयो ल दाइ डबलको 30 सेकेन्डमा दाइ ल दाइ बुस्टिङ दाइ ल गाइज दारी दाई कता जानुभयो दारी दाईले भन्नुभएको थियो 11 बजे मलाई जोइन गर्नु भए 11 बजे खोइ 11 त बजिसक्यो दारी दाईले केही कमेन्टै गर्नु भएको छैन दारी दाई अगर तपाईँ सुन्दै हुनुहुन्छ भने 11 बजिसक्यो दाई 11 बज्नमा अब 7 मिनट बाँकी छ दाई तपाईँ कता हुनुहुन्छ फेरि पछि मलाई भन्नुहुन्छ दाई म तपाईको कमेन्टकै इन्तजारमा छु तपाईले जोइन भन्ने बित्तिकै म गेम क्वाट गरिदिहाल्छु दाइ ल दारी दाइ one and done छ दाइ यार one and done छ one and done छ कोही त दाइ बुस्टिङ लागेन दाइ गाइस बुस्टिङमा गाइस यताबाट पेल दिनु न उताबाट हानेको छ यार गाइस बुस्टिङमा गाइस सबैले बुस्टिङमा सबैले वेलकम लेट्स गो गाइस कोही त हुनुहुन्छ भने लेट्स गो यताबाट पनि यार लेट्स गो गाइस बुस्टिङमा गाइस डबल ट्याप ट्याप चाहिँ गर्दिम गाइस ल दारी दाई तपाईले भन्नुभएको थियो मलाई भाइ 11 बजे जोइन गर्नु 11 बजिसकेको छ दाई तपाईँ कता हुनुहुन्छ एउटा कमेन्ट त कमसे कम गर्दिम न दारी दाई दीपक दारी दाईले भन्नुभएको थियो 11 बजे मलाई जोइन गर्नु 11 बजिसकेको छ दाई अब 5 मिनट बाँकी छ दाई खोइ कमेन्टै आएको छैन त दाई दारी दाई तपाईँ यता हुनुहुन्छ भने एउटा कमेन्ट गर्नु दाई ल ए बोका के गर्ने यार सानुजी वेलकम ए बोका गाइस 30 सेकेन्डमा ल बोका बुस्टिङ लगा बुस्टिङ 30 सेकेन्डमा ल उता डबल ट्याप ट्यापले नै पुगाउँछ हो ल बुस्टिङ छ नि गाइस हैन गाइस वान एन्ड डन छ गाइस यो गेम जसरी पनि हात पार्नु पर्यो गाइस यताबाट नि मिल्नु पर्यो के दाइ दिदीहरु सबैजना मिल्दिनु पर्यो के गाइस बुस्टिङ 30 सेकेन्डमा गाइस ल के नाम छ गाइस दारी दाइको गाइस दारी किङ छ दारी किङ लेट्स गो गाइस डबल ट्याप गाइस ट्याप गाइस 1000 त पुराउ यार लाजै भइसक्यो हो अरूसँग विदेशीसँग खेल्दै गर्दा नर्मल गेममा पनि यार त्यत्रो त डिस्को जान्छ यार हाम्रो ट्यापै नभएर हो कि गाइस लेट्स गो गाइस बुस्टिङ गाइस ल गाइस 30 सेकेन्ड है बोका उता डबल ट्याप ट्यापले नि पुगाइदिहाल्छ ल बुस्टिङ लेट्स गो बुस्टिङ ओके बुस्टिङ गाइस बुस्टिङ गाइस 30 सेकेन्डमा गाइस बुस्टिङ गाइस स्कोर चेक गर त बोका उता 29000 पुरा उता खोइ कति पुरा हेर्दैछु लेट्स गो गाइसहरु गाइस 23000 छ चन्दन 23000 छ गाइस लेट्स गो 23000 छ स्न्याप गर्छ लेट्स गो हान्छ 23500 खायो रुबिनले खाए खुदो खाए रुबिनले खायौ तिमीले खुदो ठुलो खुदो खायौ तिमीले ए बोका सुन तिमी पनिशमेन्ट गराउँदै गर म 5 मिनेटमा चाहिँ आइल भियर्स दिएर है ये दुईजना फटाहार्ने मलाई पेल्छ नि यार रविन दाइ तपाईँ पनिशमेन्ट गर्दै गर्नु म 3 मिनेटमा 5 मिनेटमा आइल ये दुईटा फटा ए भजिनी मैले गेम खेल्नु भन्दा पहिला नै मैले भनिदिएको थिएँ रविन दाइ 11 बजे 5 मिनेटको लागि जान्छु ल 5 मिनेट पर्दैन 1 मिनेटमा भियर्स तेर आइहाल ल रविन दाइ म आइल दाइ ल ओके सिटबाट गर्दै गर्नु ए बोका पनिशमेन्ट गर्न लगा ओ फटाहरू दुईटै फटाउने यार म ओके म प्रयास गरौँ त पनिशमेन्ट अब गर्दै गरौँ मम्मी भनिदिन्छु बेट कभर यार चल चेन्ज गरे हा के हो ल छोड्नु हुँदैन मम्मी नबन्दी भन्छ तन्न जाँदैन तन्न खोल च्यात्नु पर्यो हैन खोले त बेडसिट हुन्छ नि तले लगाएको कभर हुन्छ ल्याएर पर झुन्डाएर मेरो आगो तन्न लाउनु लाउँछु मैले तन्न लाउँछु डहनामा बेड कभर हजुर तन्न लाउँछु तन्न
ए यार यस्तो यार एउटा बुस्टिङ भएन साथीहरु यत्रो बुस्टिङ परेछ कसैले फाल्दैन आफैले भ्युअर धोका दिए यार तन्ना लाउँछ त मैले त मेरो यहाँ त्यो कभर छैन तन्ना भने देखाइदिन्छु यहाँनिर गाइज यार एउटा बुस्टिङ त फाल्नु पर्ने गाइज तपाईहरुले तपाईको बुस्टिङबाट गेम हारे म मेन हारेको बुस्टिङ हो देयर इज नो बिग डिफरेन्स हामी सक्छौँ यार हामीसँग मान्छे हुनुहुन्थ्यो गाइज यार हटडगजी हुनुहुन्थ्यो करसाबा दिदी हुनुहुन्थ्यो 7000 मान्छे मसँग हुनुहुन्थ्यो गाइज हामी सक्छौँ गाइज यार एउटा बुस्टिङ नभएर यस्तो 7 विन पनि गयो धोबी पनि भयो मेरो आधी लिटर तेल खर्च भयो गाइज यार बुस्टिङ त प्लिज टाइममा फाल्दिनुस् यार झन् बुस्टिङको अभाव हुन्छ भने यार भन्दा पहिले त्यत्रो बुस्टिङ गरेर तपाईहरुले फाल्दिन्न गाइज सबैले यार एक डराउनलाई पनि अब त्यत्रो 1 लाख जति आइसक्यो रुबी दाइको एउटा तन्दा डराउनको लागि पनि रोइरहेको छ के अचम्मको मान्छे यी त लोभी माथिका लोभी बाहुन पो रहेछ त कुन बाहुन हो नि यो भोटेनी पनि बाहुन भन्दा पनि गयो बिग्रेको म बरु सबभन्दा लोभी जलाउ लगेर बाहिर लिएर जाऊ तिमी खड्का बाहुन हो के रे दाइ भन तिमी लोभी बाहुन दाइ त्यो त थोत्रो भुइँसीले ओछ्याएको अरे त त्यो त नाटक नगर कहाँ भैँसी पाल्छु र मैले के पाल्दैछौ आजकल चाहिँ दाइ दुध के खान्छौ दाइ गाई त पालेको छौ नि ल यार बुस्टिङ नभएर यार गेम हार्यो नि यार फेरि बुस्टिङकै कुरा गरेछ नि बुढाले खाली बुस्टिङ मेरोमा बुस्टिङ छ नि अहिले लगाइदिन्छ नि आएर त्यहाँ कहिले काहीँ त भाइले जुत्ता पनि हुन्छ चन्दन भाइले ब्रान्डेड भाइले जुत्ता हुन्छ भन्ने त होस् न हौ खाली बुस्टिङ छैन भने लिएर जाउँ बाहिर डराउँ झुन्डाएर मेरो त ठुलो बेडको ओके ए हेरे ओके लगेर जलाउ माथि पेट्रोल कहाँ पेट्रोल लाउनु पर्ने पेट्रोल कहाँ पेट्रोल लाउ ओके ओके यसलाई भन्छ असली मर्दांगी का खेल हो गए बाजी भाई क्या बात है जी हाँ लाइटर छैन फेरि बिजोक गरौँ न के भएको छ र झुन्डाएर त आइजान्छ ल धेर नदेखा त फेरि मलाई दे न म उपर झुन्डाएर उहाँ पर भित्तामा झुन्डाएर लगाइदिन्छु तन अस्ति लगाइदिएको मैले बङ्गाली संख्या जाँदैन मेरो आइडी जान्छ यहाँनिर आइडी कहाँ जान्छ आइडी जान्छ मेरो झुन्डाएर है भन्नु भएको छ झुन्डा गर्दिन म आइडी जान्छ मेरो पर राखेर गर्ने के मोबाइल के हो पुरानो बेड कभर भन्दैछ भोटेनीको यार के हो खासमा भोटेनी कभर कमेन्ट गरिरहेको छ पुरानो बेड कभर भन्दैछ खोइ म त दाइ दिदीहरू म त इमान्दारी पनिसमेन्ट गर्ने मान्छे हो मलाई होस् या नहोस् होइन आई डोन्ट केयर है मैले हारे नि मैले गर्नै पर्छ है जान्दिनँ गाइछेरो देशको गाइछेरो है कसको चाहिँ पुरानो अरे दुईजनामा एकजनाको त पुरानो हो रोबिन दाइको अरे अब म जान्दिनँ मेरो च्याट देखाइदिन्छु फेरि देखाउनु फेरि देखाइदिन्छु च्याटिङ गर्ने केही पनि भएको छैन हेर हेर्नु परेको छैन त्यो थोत्रो त्यो ट्याप्रो के हेर्नु हामीले गनाउने ट्याप्रो किन भन्छस् त्यो ट्याप्रो के हेर्नु तेरो गनाउने ट्याप्रो फोरो ल अहिले हामीले इमान्दारी पनिसमेन्ट नगर्नु भने रुबिन दाइको भ्युअर्सले आएर हामीले वाट लाउँछ अब म केही पनि बोल्दिनँ गाइछेरी हो अब खिमे आइरहेको छ अब चन्दनलाई वेटिङ गर्नु खिमेलाई जोइन गर्नु हो अनि सिधै वाट लगाइहाल्छ नि बुढाहरूले रुबिन दाइ
खिमे भाइ आउँदैछ जोइन गर्नु को छ अरू खिमे खिमे उसले पनि खेल्दैन अब होइन जोइन गरेन भने फेरि रिसाउँछ होला भनेर नि हेरै बुढा जाँदैन देखा हेरै ओके लगाऊ ओ के जडाउने तिमीले कार्टन डढायो ओके ओके एकछिन